गुफा रहेछ होइन यहाँदेखि माथि। गुड मर्निङ एभ्रिवान, नमस्ते। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज हामी जाँदैछौँ हाइकिङमा। बिहानै हामीले चिया नास्ता खायौँ यता होटेलमा, अनि चाहिँ हामी जानुपर्ने ठाउँ चाहिँ त्यहाँ हो, जुम गरेर देखाउँछु। अब चाहिँ हामी निस्किनु लागेको यहाँबाट। जानु अगाडि एउटा भिडियो खिच्यो भनेर यसो पानी परिरहेको थियो। Action! Action! क्यामेरा पुस्नु पागल तिमी कहिले हाल्छ त हाल्दैन पागल तिमी हाल्छौ नि त मैले खोली पछि त्यो फोटो भयो यार पागल मन्दिरसम्मै गाडीमा जाने हो त पागल हामी कस्तो हो भनेको हाइकिङ कस्तो हुन्छ चढाउला पखनी जाने बाटो यताबाट, यहाँबाट अब हाइकिङ सुरु हुन्छ हाम्रो। यही नै हो तारकेश्वर मन्दिर जाने बाटो। आउनु होला तपाईँ पनि। यहाँ चाहिँ ठ्याक्कै काठमाडौँ डाँडामा हो। काठमाडौँ अब यतातिर देखिन्छ। आज शनिबार हुनाले हाइकिङ जान लाग्यो हामीहरू, दाई, म, दिदी अनि सबै छौँ। हेर्न सक्नुहुन्छ काठमाडौँ। यहाँबाट दामी जुम हान्छ है। थाकिहालेँ म त। भाइहरू दिदी तल छन्। यो चाहिँ भ्याली हो। यहाँ चाहिँ हल्ला गर्नु हुँदैन, देख्नुहुन्छ। बस बस दामी छ दामी छ दामी छ दामी छ दामी छ कस्तो राम्रो आएको। बस बस्दै नहल्लात्दैन खुला हिल चप्पल लाएर आज खुट्टा मैले मानेको छु क्या पाहाडमा हिँड्यो भन्छ त के हुँदैन। सुविधा गरेर खड्काइदिनु एकदमै राम्रो छ, हेर्नुहोस् त पुरा। एकदमै राम्रो भइरहेछ यात्रा हाम्रो। ठिक छ, जुका लाग्ने रहेछ नि यता पनि लास्ट टाइम। यहाँबाट देखिरहेछ काठमाडौँ एकदमै राम्रो। धुवा हुनाले अलि देखिरहेको छैन। यहाँ फोटो खिच्ने धारा देखिरहेको छैन यताबाट, थोरै थोरै देखिरहेको। माथि गएको म माथि जान्छु। लोटा थिएन ए
पढ्दै पढ्दै तारकेश्वर लेखेर रहेछ हेर्न तारकेश्वर महादेव हामी चाहिँ अब ठ्याक्कै गेट नागेर पनि आइसक्यौँ यता तारकेश्वर महादेव पानी हाल्यो भने राम्रै देखिन्न त्यसलाई पानीले भिजाउनु पर्छ यो डाँडामाथि हाम्रो शिवजी बस्नुहुन्छ त्यही जानुपर्छ यहाँबाट हुँदै 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 यहाँबाट हुँदै 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 माथि तिमीले मेरो कति खिच्यो अहिलेसम्म तारकेश्वर लेख्या तार ला यता मलाई त थाहा नै नरहेछ यहाँ छिर्ने रहेछ गुफा म छिर्छु यहाँ अलिकति माथि हो माथि मन्दिर पुगेर आइसक्नु भयो खै छ यहाँ छिर्नु के गुफा रहेछ होइन यहाँदेखि माथि छिर्ने म चाहिँ लाइट बाल्छु पहिले आफ्नो मोबाइलको वाउ डेन्जर रहेछ नि एकछिन लाइट बाल्छु पहिला म अब हिँड्छु ओहो केही छैन त्यस्तो नै नै पर्दैन आइहाल्छ चिप्लो छ क्या त्यो मेरो मोबाइल समातिदिनु त निस्किहाले दाइ हामी दुईजना भयो है जय भगवान् सोचेको पुरा होस् गुफाबाट निस्किहाले म त छिरिन्छ आउनु न लाइट बालेर आउनु दाइ अट्दैन नि क्या हो तपाईँ आउनुभयो हो ए तपाईँ त यत्रो मोटो मान्छे ल दाइ आउँदै हुनुहुन्छ है ए म निस्किहालेँ यता ल बच्चाहरू आउँछ मान्छे चिप्लिन्छ है त्यहाँ खुट्टा तल गयो नि यो ठोकिन्छ मुख ठोकिने दामी छ कतिखेर आउनुहुन्छ अरू म ए फर्स्टमा आउनुभएको भाइ म त्यही हल्ला हुँदाहुँदै कतै छिरे पहिले यहाँबाट छिर्दै मिल्दैन मिल्छ तर अप्ठ्यारो अलिक अप्ठ्यारो त्यो उताबाट आउँदाखेरि सजिलो छ यताबाट जाँदा अलिक अप्ठ्यारो चिप्लिनु यहाँ ऊ त्यहाँ घुम्न सक्छौ भने छिटो हुन्छ तर त्यस्तो गाह्रो त केही छैन को आउँदै आउनु 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 मजाले म क्यामेराम्यान यहाँ बसेको बसेछु यहाँनिर यो चिप्लो छ अलि बिस्तारै आउनु होला मोबाइल दिनु मलाई गुबाड यहाँ चिप्लो छ अलि बिस्तारै आउनु मोबाइल दिनु मलाई मजाले यहाँ समातेर यहाँ ढुङ्गा समातेर बिस्तारै 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 पाप काट्यो पाप काट्यो अहिलेसम्म गरेका पाप सबै सकिए त्यहाँ चुकाएको एउटा टाला
यो हातमा बल भकाएर मजा टपपट्टि कस्तो लाग्यो त तल नि हेर्न बनिरहेको त वाउ क्या ब्युटिफुल छ नि यहाँबाट टक्क 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 तलबाट आएको ऊ यहाँ गुफा छ है यहाँबाट गुफा कट्टै यहाँ छिर्ने एकदमै राम्रो छ आजको हाइकिङ बब्बाल भयो अब मन्दिर पुग्ने नै बाँकी छ जुत्ता त सब फोहोर भइसक्यो क्या दामी छ थाकिहाल्यो त मान्छे शिवजी बस्ने पानी पनि खाइदिउँ टक्क धारा हो शिवजीको महादेव बस्ने माथिबाट बगेर आएको पानी हो एकदमै एकदमै राम्रो छ खै पर्छ होला शिवजी बस्ने ठाउँ हो यो चाहिँ एकदम प्रख्यात खुल्ने ठाउँ अब यहाँबाट जान्छौँ हामी दर्शन गर्नको लागि कस्तो ठाउँमा छ कि यो लास्टै काठमाडौँ यहाँबाट पुरै देखिन्छ ए यहाँ चाहिँ बत्ती बल्ने ठाउँ हामीले त अगरबत्ती लाएनौँ क्या यो नै होइन त्यहाँ हो ए ओके उहाँ यता दर्शन गर्नु ए पैसाले हुन्छ भगवान्लाई माग्ने हो सोचेको कुराहरू कहाँबाट आउने हो यतैबाट आउने यताबाट झर्ने ओहो क्या दामी जय शिव शम्भो ठिक छ रक्षा गर प्रभु तारकेश्वर महादेव यो पालि युएसको भिजा छिट्टो युएसको भिजा मेरो छिटो आओस् साउथ इन्डियाको जापानको भिजा छिटो युएसको भिजा हजुर बिस्तार समात्ने होला युएसको भिजा जय महादेव महादेवले सुनेको सुने फर्स्टमा यता गर्ने त्यसरी वाउ पुरा यो ढुङ्गामा हो यो ढुङ्गामा एउटै ढुङ्गामा यहाँबाट भ्याली देखिन्छ हाम्रो राजधानी म पनि जान्छु
तल द्वार काटेर आउनुभएको छ राम्रो होस् जय शम्भो हर हर महादेव दर्शन भयो दर्शन गऱ्यो हामीले र अब चाहिँ फर्किनु लाग्यो हामी दर्शन गरिसक्यौँ तारकेश्वर महादेव रक्षा गरून् सोचेको पुरा होस् मिठो यसले खै वाउ यहाँबाट पो देखिँदो रहेछ त काठमाडौँ भ्याली एकदम हामी चाहिँ हाइकिङ चाहिँ कहाँ गएको भने चाहिँ यो डाँडा सिधै माथि हेर्नुहोस् काठमाडौँ भ्याली कस्तो काल देखा हो पुरै अब हामी चाहिँ निस्किनु लाग्यो दाइ उता कार निकाल्दै हुनुहुन्छ अब चाहिँ यो बाटो जाने हामी तलको बाटो यो बाटो हुँदै हुँदै यो बाटो जाल बासीको घर उता सुत्या छन् उता खोइ उता दारू खाएर लाग्यो सुकुम्बासीको घर ध्वस्त हुँदैछ अहिले त सब भत्काइसकेको छ अघि घर साथीहरू आजको भिडियो यति नै हुन्छ अहिले धेरै पछि भिडियो बनाएँ एडिट गर्न लाग्यो अहिले आएन एडिट पनि अब यो भिडियोहरू क्लिपहरू जोडिदिएको छु हेरिदिनु होला त्यत्तिकै भिडियोहरू ए भिडियो भएछ यसको सिनेमेटिक कसरी